हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। अनि आज चाहिँ हामी फर्स्ट भ्लगमै गाडी धुन आएको छौँ। मेरो बुढीले पानी हाल्नु हुँदैछ गाइस। गाडी धुन आएको छौँ रोदुङको त्यहाँनिर। अब यसरी गाडी धुँदैछौँ गाइस। हेर्नुहोस् मेरो बेबीले कस्तो पानी हाल्नु हुँदैछ रोदुङको त्यहाँनिर। पानी पनि राम्रो छ यहाँनिर। अन्त गाडी धुन आएको आज। निजरमा चाहिँ मेरो यो कालो चाहिँ कहिल्यै जाँदैन हौ, के भएको छ हो। गाडी धुन आएको आज। कन्टेन्ट के बनाऊ भन्दैछु। अब एकछिनमा सिनेमेटिक सर्ट गर्छु गाडीको हैन। तपाईहरुले सबैजनाले हेरिदिनुहोस्। गाडीको भिडियो बनाउँछु। त्यो भिडियो बनाउन लागि गाडी धुको खासमा त तपाईहरुले मजाले हेरिदिनुहोस् गाइस, सपोर्ट गरिदिनुहोस् हामीलाई पनि। केटीहरुलाई मात्रै हैन, अब काम लाग्दो कुरा हैन। यसो हेर्दा पनि ट्यालेन्ट देख्नु भयो भने चाहिँ गरिदिनुहोस् सपोर्ट तपाईहरुले। ल गाइस, अहिले एकछिनमा गाडी धुँदै गर्दाखेरि भेटौँ। हेर्नुहोस् गाइस, बुढीलाई गाडी धुन लाएको आज हो। रिसाउँदैछ, पुरा रिसाउँदै गाडी धुँदैछ। गाडी धुँदा कस्तो राम्रो पो देख्छ त हौ तिमीलाई त। राम्रो देख्छ नि, के गर्नु। गाडी घरमा धुनु पर्यो भने चाहिँ खालि म सर्भिसिङलाई सम्झिन्छ। खालि पानीमा सार्नु, तिमी गएर मात्र बस्नु। तिमी साथी भनेर चाहिँ 50-60 बाल्टिन चाहिँ पानी मात्रै ओसार्नु लाउँछ। त्यस्तो छ दुःख। गाडीको मालिक हो, सफा गर्नुपर्ने म। तिमीले सफा गर्यो भने त दामी हुन्छ त हौ। अन्त दामी, अब मेहनत यस्तो दामी छ अन्त दामी हुन्छ नि। कस्तो मजाले धोइदिन्छौ तिमीले। लु त दादा धुनु सुरु गरौँ न। पानी थाप्नु जान्दै हुन्छ हो। सर्भिसिङ गाडी धुनु जानुभन्दा चाहिँ उता जानुभन्दा चाहिँ आफूले नै धुएको चाहिँ चित्त बुझ्छ भन्नुहुन्छ हो। आफै धुनुहुन्छ सधैँ बेसी जस्तो, कहिले एक चाहिँ जानुहुन्छ। सनसिल्कको स्याम्पूले धुन्छु। सनसिल्कको स्याम्पूले आफ्नो गाडीलाई माया गर्नु पर्यो नि है। हाम्रो गाडी चाहिँ यस्तो धुलै धुलो पानी हालेर चाहिँ स्याम्पूले चाहिँ टिक्कै हुन्छ है दादा। स्याम्पूले चाहिँ मजाले सफा हुन्छ। अरे यो भन्दा पनि त्यो स्याम्पू लगाएर चाहिँ सेतो खालको रबिन पलिस लगाउनु पायो भने चाहिँ नेग्राहरू सबै जान्छ नि। छैन अन्त पासङकोमा सोधेको आएकै छैन अरे हो। सेतो गाडीको चाहिँ लेग्राको दबाई नै त्यही हो, सेतो खालको रबिन पलिस। सबै त्यो चाहिँ अब यो पानीले पखालेर त्यसले त्यो चाहिँ मजाले एप्लाई गरेर फेरि पानीले पखाल्नुपर्छ। बडी पनि स्मुथ हुन्छ। राम्रो राम्रो टिप्स दिनुहोस् न। के टिप्स दिनु फेरि अब यो सबैले जानेकै कुरा हो नि त। किन टिप्स दिनु। अब गाडी कुदाउने मान्छेहरू छ सबैजना, सबैजना जान्छ होला होइन। अब मैले जानेको त्यति नै हो। गाडीलाई चाहिँ पुरा माया गर्नुहुन्छ हौ। मान्छेले अब यहाँ मोबिल बनाइदिएको रहेछ हो। मान्छे भइरहेको यस्तो छ। पानी चाहिँ कत्रो आउँदो रहेछ हौ है यहाँ चाहिँ। यहाँ त पानी चाहिँ ठुलै हो। अहिले चाहिँ तपाईँहरूमा आएर यहाँनिर गाडी धुनु सक्नुहुन्छ भनेको मात्रै सक्नु हुँदैन। अर्काको गाउँ घरमा आएर धुनु हुँदैन। बिफोर एन्ड आफ्टर हेर्नु नि हाम्रो गाडी अहिले कस्तो टिलिक्क टर्किन्छ हौ। अघि ल्याउँदा त झन् देखेको भएको है दादा। अघि त अब बलवाइ थियो, धुलै धुलो छु। पानीले पखालेर यस्तो गरेर चाहिँ के गर्नु, घुम्टेको बाटोमा त्यस्तै हो। 2-3वटा खाल्टा छ, त्यो खाल्टाले गर्दाखेरि चाहिँ अब मैला भइहाल्छ गाडी। धुलो पुरा हुन्छ आजकल हो।
2-3 मिनट फेरि त्यस्तै भइहाल्छ। अरू झुक्को चित्त बुझ्दैन कि पानी हाल्नुलाई मात्रै हो म चाहिँ सबै दादाले नि भन्नुहुन्छ तिमीले जान्दैनौ भनेर नि अन्त गाडी भाडा कस्तो सानो देखेको हौ तपाईँको गाडी तिमीले प्लस खिच्नु पनि सिकाउँदैनौ तिम्रो के चाहिँ भिडियो इन्स्टाग्राममा नकल पार्नु त आउँछ त आउँछ। हाम्रो दादा चाहिँ एकदम हो गाडी उसको हो धुनु ल्याउनु पर्छ सँगै हो अनि चाहिँ अब आउने साथी मान्छेलाई पनि कराएर चाहिँ नि दिमाग खराब गर्छ आउनै मन पर्दैन म त हो उसको गाडी धुनुलाई ल्याउनु पर्छ र म सबै घरको काम गरेर पनि बिचारालाई भनेर सघाउनु आउँछु कि र पनि यति डरलाग्दो न्याङ 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 कराइ बस्ने चाहिँ नि यस्तो कराइ बस्ने चाहिँ बानी छ है हेर्नुहोस् तपाईँहरूले हो अरू भिडियो नहेर्नुहोस् तपाईँ यो भिडियो चाहिँ कराउने मान्छे चाहिँ उहाँ नै हुनुहुन्छ पुरा न्यार न्यार चाहिँ गरिबस्नुहुन्छ जहिले तिमीले यो गरेनौ तिमीले यो गरेनौ अब होइन गाडीको बारेमा चाहिँ हेर्नु मलाई त्यस्तो याद छैन होइन र पनि किन नजानेको जान्नु पर्थ्यो भन्नुहुन्छ हो उदाएर हिँड्ने साथी आउँदा पनि तर उसलाई अब चित्त नबुझ्ने उहाँ नै हुनुहुन्छ हेर्नुहोस् है हेर्नुहोस् चित्त नबुझ्ने मान्छे चाहिँ अब नयाँ आइफोन किन्नुपर्छ हो आइफोन चलाउनु मलाई आउँदैन कहाँ खिच्दाखेरि भिडियो बन्छ कहाँ के भनेर मलाई याद छैन अब भिडियो बन्द गर्नु पनि मलाई यहाँको अब फिचरहरू त्यस्तो याद छैन र पनि अब अहिले एकछिनमा हेर्नुहोस् तपाईँहरू यस्तो गराउँछ कि यो भिडियो क्यामेराको पछाडि मान्छे चाहिँ एकदम खतरा छ है खतरा तिमी त एकै जग्गामा उभिएर खिचेको एकै जग्गामा हिँडेकै गर्नु म त्यही भएर हेर्नुहोस् उहाँको चाहिँ नि फोन त छुनु त के अब अहिले उसको भिडियो बनाउनुको लागि मात्रै नि ऊ राम्रो देख्यो भने चाहिँ भिडियो पार्नु भन्छ हामी नराम्रो जस्तो देख्ने देखोस् मान्छे चाहिँ ह्यान्डसम छ के तर बिहोरा चाहिँ साथीहरू एकदम रिसाकै गर्नुहोस् फेरि तपाईँहरूले त्यस्तो फुल्लेको मान्छे यस्तो डरलाग्दो अब फेरि मान्छे यस्तो डरलाग्दो भन्दै जस्तो छ त्यस्तै नि हो देखावटी किन गर्नु मैले तिमीलाई केही नराम्रो गर्दिनँ त नाटक पारेको हो तपाईँहरू पानी चाहिँ कत्रो त आउँछ एकैछिन बाल्टिन भर्छ बिफोर एन्ड आफ्टर हेर्नुहोस् गाडी गाडीमा झ्याम पानी हाल्दैन खिचेलाई पनि जग्गा चाहिँ यस्तो दामी छ है यहाँ चाहिँ
अनि यो टक्का चाहिँ सफा गर्दैछु म खिचिदिन्छु तिम्रो पर्दैन नखिच्नु खिच्नु प्लिज पर्दैन दादा दादा पर्दैन मेरो बेबीले गाडीको टायर सफा गरिदिँदैछ गरेको छैन मैले म नाचिरहेको छु कस्तो राम्रो छ राम्रो छैन म मेरो बेबी आई लभ यु भक्कु करायो त्यहाँदेखि अहिले छैन म नरिसाउ न हौ बेबी मजाले धोइदिँदैछ बेबीले म काम अराइ मात्र भने मेरो बुढा चाहिँ खुसी हुन्छ के काम गरेन भने चाहिँ अहिले अति गाडी धोएको बेबी होइन त डान्स गरेको मजाले धुवा है ल होइन म त स्याम्पू खोइ जगमा छ लिदिउँ होइन कष्ट नगर्नुहोस् न म आफै ल्याइहाल्छु नि यस्तो कष्ट म त दिँदैन नि फेरि बुढालाई स्याम्पू लाउनु पर्दैन नलाउँदा पनि हुन्छ विल कभर मात्रै त हो सफै छ त्यो पनि यहाँ सानो जग्गा अब यो कुनाबाट देख्दै गरेको यो चाहिँ फेरि गान्तोक हो नि गान्तोकबाट सिधै आउँछ तिमीलाई चिसो भएन बेबी होइन नि तातो पानी हो नि यो तातो पानी हो यो भित्रबाट माथिबाट पठाइदिनुहुन्छ कि हाम्रो गाउँको मान्छे यहाँ मुनि पनि अलिकति सफा गर त्यसो भने गाडी पल्टाएर धोइदिन्छु ल गाडी पल्टाएरै धोइदिन्छु यहाँ मुनि हुन्छ तिम्रै इच्छा हो नि तिम्रै त हो सबै कुरा अम्बो क्यामेराको छेउमा चाहिँ हो यस्तो भन्नुहुन्छ हो अहिले क्यामेरा भन्दा अलिक पछाडि गयो भने चाहिँ यो तेरो गाडी हो र यो मेरो गाडी हो धर हुन्छ है यो चाहिँ एकदम देखाओ कि फेक 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 हुन्छ एउटा फेक हुन्छ कि यो चाहिँ फ्याकमा हुन्छ है अनुहारमै जुदाउनु नि हो क्यामेरा जुदाउनु मुखमै ल्याउनु त्यसको दिनु भित्र किन रिसाउँछौ तिमी घरिघरि खै यहाँ हेर एकपल्ट म हेर्दिनँ हेर न घिनै लाग्दो पार्नुको लागि होइन हेर न जिङ्रिङ लु देखाउनु नि निकै नदिकन बसेको जस्तो बिचरा मेरो बेबीलाई थ्याङ्क यू तिमीलाई धेरै धेरै धन्यवाद गाडी धुइनु सकाइदिएकोमा यो थ्याङ्क यू चाहिँ अहिले एकछिन निकाल्छ है निकाल्छ अहिले थ्याङ्क यू भनिरहेको छ अहिले तैँले के गरिस् भन्छ है यहाँ हेर्नुहोस् पानी पनि कत्रो ठुलो आउँछ यो कत्रो धर आउँछ हामीले गाडी धोइसकेर हामी यहाँ आएको छ उयो के भन्छ यो गाडी पुस्ने लोकेसन छ हाम्रो यहाँनिर गाउँमै हो है न्यौपाने गाउँमा हो अन्त कामनाले गाडी पुस्दैछ अन्त अब गाडी पुसिसकेर लास्ट सिनेमेटिक सर्ट खिच्छौँ त्यो सिनेमेटिक सर्ट चाहिँ लास्टमा आउँछ है ल अन्त अब त्यही भन्दै अब भिडियोलाई यहीँ एन्ड गर्दैछु लास्टमा जाँदाखेरि सिनेमेटिक सर्ट हेरेर जानुहोस् प्र्याक्टिस गर्दैछु सिनेमेटिक सर्टको अब लास्टमा जाँदाखेरि त्यही हो भिडियोको त्यो सिनेमेटिक सर्ट हेरेर जानुहोस् फलो गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस्
हुन्छ, थ्याङ्क यू।